What's up everybody? Speaking Subhash Sai. I think आज मेरो डे 25 हो होइन। आज भदौको 7 गते आइतबार। म आज बिहान उठेदेखि सुत्ने बेलासम्म के एक्टिभिटीहरू गरेँ त मैले त्यसको बारेमा सरलाई एक्सप्लेन गर्न गइरहेको छु। सो लेट्स बिगिन। फर्स्ट अफ अल त म आज ढिला उठेँ, 6:45 तिर उठेको थिएँ। त्यसै फ्रेस भएँ, फ्रेस भएर मेडिटेसन गरियो अलिकति। त्यसपछि शरीर तन्काउने काम चाहिँ गरिएन आज। अनि खाजा खाइयो गएर। खाजा के खाइयो? नमकिन खाइएन आज, बिस्कुट खाइयो। बिस्कुट र चिया र बिस्कुट खाइयो। दुध चिया र बिस्कुट। अनि त्यसपछि आएर मैले लेख्न थालेँ। अलिअलि पढेँ, लेखेँ। त्यो पुरानो कपीबाट नयाँ कपी यहाँ सारेँ। Why did you choose UK? होइन, teaching and assessment method. Overall experience. What type of difficulties did you face? त्यो क्वेसनहरू पढेँ र मैले आज रिभिजन पनि गरेँ। अब त्यो इन्ट्रोडक्सन त भइ नै हाल्यो। Why did you choose UK? Why did you choose this? Why did you choose Roehampton University? Did you consider other universities? त्यो पढेँ मैले चाहिँ। अलिकति रिभिजन गर्न बाँकी भनेको अब Why did you choose this course? Did you consider other countries? त्यसमा चाहिँ मैले फिगर पनि थाहा पाइसकेँ। 37,000 डेकन युनिभर्सिटीको र 25,246 न्युयोर्क युनिभर्सिटीको त्यो डिटेल अब थाहा भएपछि सरलाई रिभिजन गरेर मलाई आउँछ होइन। मेरो एम भनेकै पुरानो बुकबाट नयाँ बुकमा सार्ने, नयाँ कपीमा सार्ने। अनि त्यसपछि त्यसलाई रिभिजन गर्ने सर आउँछ। त्यो कपी घरलाई जानुपर्छ, पढ्नु पऱ्यो नि त अब टक्क। भोलि बिहान उठेर मस्त यो सबै रिभिजन गर्नुपर्छ लेखे जति। त्यसपछि म एक लेभलमा पुगिसकेपछि त्यसपछि बाँकी रहेको फोटो खिचेर लग्नुपर्छ जुन त्यो फलोअप क्वेसनहरू। त्यसपछि मैले लेखेँ, लेखिसकेपछि खाना खाइयो होइन। खाना खाएर अलिअलि मोबाइल चलाइयो। त्यसपछि अनि म्यामले बोलाउनु भएर गएँ, म कन्सल्टेन्सीमा गइयो, त्यहाँ डकुमेन्टहरू मिलाइयो। त्यसपछि आएँ म त्यहाँबाट 3 बजेतिर, 2 बजेतिर आएँ। त्यसपछि यता हिँड्दै आएँ। अगाडि आएर मिठाईहरू किनेँ घर लग्ने। त्यसपछि अनि भाइलाई टी सर्ट हेर्छु भनेको, स्वयम्भूमा हेर्छु भने त्यहाँबाट स्वयम्भू आएँ। स्वयम्भू आएर हेरेको भाइलाई टी सर्टै पाइएन। त्यसपछि अनि अब बेलुकातिर जानु पर्ला भनेर त्यो देशीहरूले बेच्न ल्याइरहेको हुन्छ कि त्यहाँ आएको। घर आएँ, घर आएर यसो खाजा खाएर घर जाने भनेको सेज अगाडि गएर थाहा भयो। त्यसपछि ठिक छ ब्याग राखेर खाजा खान्छ भनेर फेरि आएर ब्याम्बो कटेजमा आएर खाजा खाइयो। त्यसपछि अनि रुममा आइयो। अनि यसो कपडा मिलाउन थालेँ म। भोलि म घर जाँदैछु नि त, त्यही भएर अनि ज्याकेट एउटा विन्ड सिटर धुनुपर्ने देखेर एउटा विन्ड सिटर धोएँ। धोएर सुकाइयो त्यसलाई। बहिनीसँग खेलियो एकपटक छतमा। त्यसपछि आएर खाना खाइयो। खाना खाएर अनि मस्त रुममा छिरियो। फेरि अलिअलि मोबाइल हेरेँ, दिदीसँग कुरा गरियो। त्यसपछि अब कोसँग कुरा गरियो, दिदीसँग कुरा गरियो। त्यसपछि अनि यसो साथीहरूसँग कुरा गरेँ एकछिन अलिअलि। अनि मलाई लेख्नु पर्ने थियो त मैले लेखेँ। के लेखेँ अहिले? Did you consider other country? Why did you choose this course? How this course will help you in future? होइन, त्यो लेखेँ मैले। त्यसपछि धेरै लेखेँ मैले। टिचिङ एन्ड एसेसमेन्ट मेथडको अस्ति नै लेखेको थिएँ। स्पोन्सरको बारेमा, लिभिङ एक्सपेन्सेसको बारेमा त्योहरू धेरै कुरा लेखेँ मैले। अब थोरै कुरा छन्, अब 2-3वटा कुराहरू होला लेख्नुमा कि कुन छ भने एउटा आफ्टर कम्प्लिटिङ योर कोर्स टेल मी अबाउट योर फ्युचर प्लान हुनेवाला छ नि, त्यो चाहिँ एउटा लेख्नुपर्छ मलाई याद भएअनुसार। त्यस्तै अब धेरै छैनन्, 2-3वटा होला लेख्नुपर्ने। त्यसलाई म भोलि बिहान डन गर्छु होइन। म चाहिँ आज सुत्नुभन्दा अगाडि त्यो 5 बजेको अलार्म बन्द गरेर सिधै 6 बजे मात्र राख्छु। फिक्स टाइममा उठ्ने अनि त्यसपछि आफ्नो काममा लाग्ने। यत्तिकैको डिस्ट्र्याक्सन गर्नु हुँदैन। निद्रा पनि पुग्दैन र अर्को कुरा रिग्रेट पनि थपिन्छ। त्योभन्दा बरु मस्त सुत्यो, टाइममा उठ्यो, काम गर्यो, त्यो नै बेटर हुन्छ। सो अब त्यही लेख्दा लेख्दै अब त्यति भयो। त्यसपछि मैले अङ्कलसँग कुरा गरेँ 20 मिनट जति। यसो अङ्कललाई जाउँ भनेको, अङ्कलको इक्जाम आइरहेको रहेछ। अब इक्जाम आइरहेको बेला जाउँ भन्न मिलेन। अनि पढ यताउति भन्ने कुरा
भिडियो। सो अब म सुत्न जाँदैछु। थ्याङ्क यू सो मच एभ्री वान। आई विल मिट अन द नेक्स्ट भिडियो।